हेलो नमस्ते सबैजनालाई। मैले आज तपाईहरुलाई यो दक्षिण भारतीय परिकार नरिवलको चटनी बनाउने क्रममा यो भिडियो बनाउँदैछु। यसलाई हेरेर तपाईहरुलाई पनि फाइदा हुनेछ र यो कसरी बनाउने, यसको प्रक्रिया के हो भन्ने बारेमा म विस्तृत रूपमा जानकारी गराउँदैछु। यसमा चाहिने सामग्रीहरू मध्येमा नरिवल, त्यसपछि यो मूंगफली, भुटेको चनाको दाल, अलिकति अदुवा, त्यसपछि यो कडी पत्ता अनि खुर्सानी र यो चाहिँ इमली भिजाएको। अनि सँगसँगै यो देख्नु भएको चाहिँ यो कालो यो गुड हो। भेली पनि राख्न सकिन्छ र त्यो नभए पनि चिनी राखेर पनि बनाउन सकिन्छ है। अब यी सबै सामग्रीहरूलाई चाहिँ इमली बाहेक अरु यो मिक्सर ग्राइन्डरमा राखेर पिस्ने। यो पिसेर रेडी भइसकेको छ। अब यसलाई झान्न बाँकी छ। झान्न चाहिने सामग्रीहरू म बताउँदैछु। यो झान्नको लागि चाहिने सामग्रीहरू सबैभन्दा पहिला तोरी, अनि यो कडी पत्ता, अनि यो सुकेको खुर्सानी र यो बोक्रा छोडाएको मासको दाल र पेनमा चाहिँ तोरीको तेल राख्ने। यहाँ तोरीको तेल राखिसकेको छ र यसमा इमलीको रस पनि मिसाइसकेको छ। तेल तातिसकेको छ। अब सबैभन्दा पहिला तोरी राख्ने। तोरीको दाना पड्केपछि खुर्सानी राख्ने। दाल राख्ने। दाल पाकेपछि कडी पत्ता टुटाल्नु पर्छ। त्यतिकैसँग कडी पत्ता राख्नु। खाने पनि पाएको छ। यसलाई झानिदिने। अनि एकछिन यसलाई ढाकेर राख्ने। चटनी तयार भयो। जति आफूलाई आवश्यकता अनुसार पछि चाहिँदा निकाल्ने। नुन राखेर स्वाद अनुसार नुन राखेर इडली अथवा डोसासँग अथवा अन्य रोटी चपाती जेसँग पनि खान सकिन्छ। हाम्रो चाहिँ यहाँ इडली पाकिरहेको छ। इडलीसँग यसलाई अब सर्भ गरिन्छ। ल अन्ततः यो रेडी भयो खानको लागि। यो साम्बार अनि यो पिसेको चटनी र यो इडली।